हेलो एभ्रिवान, नमस्ते। तपाईहरुलाई स्वागत छ अन्सुस कुकिङमा। आज चाहिँ म बनाउँदै जाँदैछु लौकाको चप। हामी सबैलाई लौका भनेपछि मन नपर्न सक्छ, तर यदि हामी लौकाको चप बनाएर खायौं अथवा हाम्रो बच्चाहरूलाई हामीले दियौं भने चाहिँ उनीहरू चाहिँ एकदम रुचाइकन खान्छ। हुन्छ, हामी सुरु गरौँ। यसलाई चाहिँ हामी फर्स्टमा पिल गर्नेछौँ। यसरी पिल गरेर हामी चाहिँ अनि पिस गरेर हामी यसलाई काट्नेछौँ सानो सानो टुक्रा गरिकन। ठुलो पनि हैन, सानो पनि हैन, ठिक्कको मिडियम साइजमा हामी यसरी भिडियोमा देखाए जस्तो गरेर तपाईहरुले काट्न सक्नुहुन्छ। अनि यतिसम्मको भएपछि तपाईले चाहिँ ब्याटर रेडी गर्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ 3 मुठी आटा लिएको छु। यहाँ चाहिँ मैले बेसार, खुर्सानीको धुलो अनि स्वाद अनुसारको नुन, जिराको धुलो राखेको छु थोरै थोरै गरिकन। तपाईहरुले पनि आफ्नो स्वाद अनुसार राख्न सक्नुहुन्छ। अनि यसलाई चाहिँ अब हामी मिक्स गर्नेछौँ। हामी चाहिँ यसलाई चाहिँ अब हामी थोरै थोरै पानी राखिकन हातले बिस्तारै मोल्दै हामी एउटा ब्याटर बनाउनेछौँ। तपाईहरुले चाहिँ हातलाई प्रयोग गर्न सक्नुहुन्छ अथवा चम्चाले गर्दा पनि हुन्छ। म चाहिँ हातले गरिरहेको छु। बिस्तारै बिस्तारै हल्का हल्का गर्दै तपाईहरुले पनि हलाउन सक्नुहुन्छ। यतिसम्मको भयो भने चाहिँ हाम्रो ब्याटर चाहिँ रेडी हुन्छ। अब त्यसपछि चाहिँ हामी अघि काटेको लौकालाई चाहिँ हामी यसमा मिक्स गर्नेछौँ। हामी उल्टाइ पल्टाइकन दुईटै साइडमा लाग्ने गरेर तपाईहरुले पनि यसमा भिडियोमा देख्नुभयो चाहिँ मिक्स गर्नु होला राम्रोसित सबै ठाउँमा लाग्ने गरेर। अब यस्तोसम्म भइसकेपछि चाहिँ हामी कराई तताउने छौँ। हेर्न सक्नुहुन्छ, अब मैले चाहिँ तेल हालेँ। अब तपाईहरुले चाहिँ यो तेल चाहिँ फर्स्टमा चाहिँ मैले हाई फ्लेममा राखेको छु। अनि तातिसकेपछि तपाईहरुले चाहिँ यो भिडियोमा देख्नुभयो चाहिँ एउटा एउटा गरिकन तपाईहरुले फ्राई गर्न सक्नुहुन्छ। तपाईहरुले पनि आफ्नो घरमा भएको सामानलाई युज गरिकन यसरी नै फ्राई गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ अहिलेलाई सानो कराई लिएको छु। अनि जतिसम्म चाहिँ अट्छ मैले चाहिँ 5-6 वटा राखेको छु। तपाईले पनि त्यसरी नै राख्न सक्नुहुन्छ। यसरी चाहिँ हामी एकछिन छोड्नेछौँ। अनि त्यसपछि चाहिँ हाम्रो यो रेडी भएको छ। हामी एउटा एउटा गरिकन निकालेका छौँ। हेर्न सक्नुहुन्छ यो चाहिँ कति क्रिस्पी भएको छ। बाँकी रहेकोलाई पनि तपाईले त्यसरी नै फ्राई गर्नुहोला। अनि माथिबाट चाट मसलालाई छर्किकन अझै पनि टेस्टी गरिकन खानुहोला। अनि यो लौकाको चपलाई हजुरहरूले पनि पक्कै पनि बनाएर आफ्नो नानीहरूलाई, बाबुहरूलाई खुवाउनुहोला। उनीहरूले चाहिँ एकदम मिठो मानिकन यसलाई हेल्दी खानेकुरा उनीहरूले खान पाउनेछ। आई होप तपाईहरुलाई यो मन पर्यो होला। अनि छिटै पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। त्यति जेलसम्मलाई बाई बाई, स्टे ट्युन, लाइक सब्स्क्राइब गर्न नभुल्नुहोला।